जाने बाटो बनाएन यसले त अग्लो गरेर डिल पनि पानी त उता काट्नुपर्छ त्यही त के छ अग्लो पानी जाने भयो यहाँदेखि पानी यहाँ जान लाग्छ पहिरो जाने होला अनि एकदम यो बेलैमा सबै सकिसक्यो ओहो त्यहाँ त ठुलो पहिरो गएछ त पारी त सबै लुज हुँदै जान्छ नि अनि यो स्लाइड यहाँ हालेको पानी हेर्नु ल्यान्डस्लाइडिङ हुन्छ हाम्रो रातो त ल कुनै हात राख्ने दाइ यो गाउँ के गाउँ रे यो कटर रहेछ नि केटा त्यो एकछिन यो एकछिन भन्ने एकछिन नाम गर्छ होला नामै एकछिन भन्ने हो यो दुई सिङ होइन सर एकछिन यो खोला अस्ति हेर्नु त्यो खोला है उता त्यही आएको यो उताबाट एउटा कटर रहेछ नि त कटर गाउँ कटर चाहिँ बढ्दो रहेछ यो ल यहाँ कटर देख्न पाइयो ल प्लानिङमा कटर खेती गरेको हुन्छ कि बाँदर खरबारी हो कि यहाँ बाँदर लाग्छ अहिले लाग्ने मात्रै हो बाबु हो त्यसलाई बोकेर लान्छ एक्लै उर्ला पात हो त्यहाँ त भिड ठुलो गएछ त यार अचम्मदेवी मन्दिर छ नि त्यहीँ पुरै मादरी मादर हाम्रो बुढो माल होइन त हो आमा ल र माइत देखाउनु पर्यो अरे कि त्यो बाटो हो त्यस्तो राम्रो बाटो रहेछ ए गयो मान्छे खैरेनी यही गाउँ त हो नि होइन दाइ यो लिम्गा त हो नि टक्क लाएर लिम्गा बजार भन्नु भएन गाउँ उसो आयो दाइ त्यहाँ पुल बनेछ नि दाइ यही नजिकै देखिन्छ दाइ यार